नमस्कार, म डिएन नेपाल, साङ्ग्ला टाइम्स नेपाली दैनिक समाचार पत्र साथै न्युज च्यानलको सम्पादक प्रकाशक। मेरा पाठक, दर्शक, शुभचिन्तक, फलोअर सम्पूर्णमा 2026 सालको शुभकामना। आज नयाँ साल लागेर 18 दिन पनि बितिसकेछ। समय कति छिटो बित्छ र म तपाईँहरूलाई आज एकदमै महत्त्वपूर्ण विषयमा तपाईँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। विशेष गरी सिक्किमे नागरिकहरूको र सिक्किमे नागरिकहरूकोमा पनि बहुसङ्ख्यक सिक्किमे नेपाली समुदायको ध्यान आकर्षण गर्न चाहन्छु, किनभने 2026मा दुईटा महत्त्वपूर्ण घटना हुनेवाला छ देशमा। त्यो हो, एउटा हो जनगणना, सेन्सस। 2011 पछि देशमा जनगणना भएको छैन। 2021मा जनगणना हुनुपर्ने थियो, तर 2021मा कोभिड महामारीको कारणले गर्दाखेरि देशमा जनगणना हुन सकेन र त्यसलाई 26मा हुन्छ भनिएको छ। र जनगणनासँगै देशव्यापी संसदीय र विधानसभा क्षेत्रका जुन समष्टिहरू छन् तिनीहरूको पनि सीमाङ्कन हुनेवाला छ। र अब यसमा सिक्किमे नेपाली समुदाय किन जागरुक रहनुपर्छ भनेर म एउटा पत्रकारको तर्फबाट तपाईँहरूको ध्यान आकर्षण गर्न चाहन्छु भने तपाईँहरूलाई म इतिहासमा लिएर जान चाहन्छु। 1973 को जुन आन्दोलन भएको थियो, त्यो आन्दोलनको एउटै कारण थियो सिक्किमे नेपालीहरूले मागेको समानाधिकार, बराबरको हक, एक मान्छे एक भोट, जसलाई त्यतिखेरको जसले आन्दोलनलाई नेतृत्व गरिरहेको थियो एलडी काजीको पार्टीले, उहाँहरूको एउटै नारालाई सिक्किमे जनताले, विशेष गरी सिक्किमको नेपाली समुदायले उहाँहरूलाई साथ दिएको थियो। त्यो थियो एक मान्छे एक भोट अथवा समानाधिकार। र यो एक मान्छे एक भोट आजको नयाँ पिँढीलाई यो कुरो थाहा छैन र नयाँ पिँढीलाई पनि म यहाँबाट जागरुक गर्न चाहन्छु। अरू क्षेत्रमा सिक्किमपति महाराजाले सिक्किमका 3 रैथाने जातिलाई, भुटिया, लेप्चा र नेपालीलाई बराबरको अधिकार दिए पनि, जसरी सिक्किम सब्जेक्टको मामलामा कुनै रङ नछुट्याइकन एउटै मापदण्डको परिचय पत्र सिक्किमे नागरिकहरूलाई दिए पनि अन्य कतिपय क्षेत्रमा, जस्तो विशेष गरी दुईटा क्षेत्रमा, एउटा मताधिकारको क्षेत्रमा, अर्को जमिनको किनबेचको क्षेत्रमा सिक्किम नेपालीहरूलाई सौतेनी व्यवहार गरिएको थियो, उनीहरूलाई बराबरको दर्जा दिएको थिएन। रेभिन्यू नम्बर अर्डर 1 1917 को अधिनियमले सिक्किमे नेपालीहरूलाई जमिन किनबेचमा प्रतिबन्ध थियो भने मताधिकारको मामलामा पनि सिक्किमको अल्पसङ्ख्यकहरूले एकजनाले भोट हाल्दाखेरि सिक्किमको 6 जना नेपालीको बराबर हुन्थ्यो। त्यसैको विरुद्धमा 1973 को आन्दोलन भएको थियो र सिक्किम भारतमा विलय भएको थियो र भारतको 22औं अङ्ग भएको थियो। र 8 मई 1973 को जुन प्रसिद्ध त्रिपक्षीय सम्झौता, जसलाई इतिहासमा नामाकरण गरिएको छ, त्रिपक्षीय सम्झौताको आधारमा सिक्किमे समुदायको निम्ति, सिक्किमे समाजको निम्ति, सिक्किमेहरूको निम्ति विशेष गरेर राजा पाल्देन थन्डुप नामगेलले नै इन्दिरा गान्धीसँग यो कुराको पहल गरेका थिए। आखिरी म्याडम, तपाईँले मेरो देश त लानुभयो भने अब मेरा नागरिकहरूले कहिले पनि दुःख नपाउन् भन्दाखेरि चाहिँ पाल्देन थन्डुप नामगेलकै प्रयासमा भारतको संविधानभित्र नै एउटा मिनी संविधानको रूपमा आर्टिकल 371F लाई भारतको संविधान संशोधन गरेर त्यहाँभित्र हालिएको थियो, जसले के प्रत्याभूति गर्थ्यो भने सिक्किमे, भुटिया, लेप्चा र नेपालीहरूको सुरक्षा दिन्छौँ र उहाँहरूलाई जुन अधिकार दिएको छ त्यो हामी त्यसलाई संरक्षण गर्नको निम्ति हामी प्रतिबद्ध छौँ भनिएको थियो। र आर्टिकल 371 को इन्ट्रेस्टिङ कुरो के पनि अर्को छ भने यो 1975 सालमा लागू भइसकिसकेपछि
यसमा कुनै संशोधन हुनु पर्थ्यो भने 2 वर्षभित्र हुनु पर्थ्यो, यसमा कुनै च्यालेन्ज चुनौती हुनु पर्थ्यो भने 2 वर्षमा हुनु पर्थ्यो र 2 वर्षभित्र च्यालेन्ज चुनौती नभइसकेपछि यसलाई सबैले मानिलिएको स्वीकार गरिसकिसकेपछि आर्टिकल 371 को पहिलो तरलीकरण भारत सरकारले नै 1979 सालमा नेपालीहरूको सिट, जुन सिक्किम विधानसभामा नेपालीहरूको सिट आरक्षण थियो, त्यसलाई हटाएर, त्यसलाई उडाएर, नेपालीहरूको जुन आसन आरक्षण थियो त्यसलाई उडाएर भारत सरकारले आर्टिकल 371 को पहिलो उल्लङ्घन गर्यो। त्यसको हामीले सामूहिक रूपमा विरोध गर्न सक्यौन, त्यसलाई फेरि पुनर्बहाली गर्न सक्यौन र अब सिक्किमे नेपालीहरूलाई मैले सिक्किमे नेपालीहरूको एउटा पत्रकारको हिसाबले ध्यान आकर्षण केमा गर्नु चाहेको हो भने सिक्किमे नेपालीहरूलाई यसै पनि अन्याय भइरहेको छ, किनभने 32 वडामा राजाको टाइममा त कमसेकम उहाँहरूले पनि 16 वडा पाउनु भएको थियो। उहाँहरू बहुसंख्यक भए पनि अल्पसंख्यकहरूमा आरक्षण भएकोले गर्दाखेरि सिक्किमे नेपालीहरूले त्यसलाई स्वीकार गरेको थियो। तर 1979 पछि आरक्षण पनि छैन। सिक्किमे जुन नेपालीहरूको निम्ति जुन रहेको 17 वटा सिक्किम विधानसभामा सिट छ, त्यो सिक्किमे नेपालीको होइन, त्यो समग्र 150 करोड भारतीयहरूको निम्ति हो। त्यो जेनरल सिट हो। सिक्किमे नेपालीहरूलाई कहाँनेरि दोहोरो मार पर्यो भन्दाखेरि चाहिँ एकापट्टि आरक्षण पनि गयो, अर्कोपट्टि बराबर पनि रहेन। अब सिक्किमे नेपालीहरूले बुझ्नु पर्ने के हो भन्दाखेरि चाहिँ यदि आरक्षण हुन्थ्यो भने उहाँहरूले सिक्किमे अल्पसंख्यक भुटिया लेप्चा दाजुभाइहरूसँगै मिलेर कम्ती नै भए पनि उहाँहरूलाई बस्न न्यायसङ्गतै हुन्थ्यो। किन भन्दाखेरि चाहिँ यदि 150 करोडको बीचमा यो तीनटा जाति अलिकति आपसमा तलमाथि भएर पनि उनीहरू सुरक्षित हुन्थे भने यो ठिकै थियो, न्यायसङ्गत हुन्थ्यो। तर सिक्किमे नेपालीहरूलाई कहाँनेरि अन्याय भयो भने 17 वटा जुन छ त्यो सिक्किमे नेपालीहरूको निम्ति आरक्षित छैन। एकापट्टि आरक्षण पनि रहेन, अर्कोपट्टि आरक्षण उड्यो पनि तर बराबर पनि भएन। अब सिक्किमे नेपालीहरूले सोच्नुपर्ने कुरो के हो भने अब बिना आरक्षणकोमा समानाधिकार पनि रहँदैन भने 1973 सालमा गरेको आन्दोलन, 1973 को त्रिपक्षीय सम्झौताको चुक्तिमा गरेको हस्ताक्षर अनि आर्टिकल 371 को जुन गीत गाउने हाम्रो अहिलेसम्म हामीले आर्टिकल 371 भनेर सिक्किमे नेपालीहरूले जुन गीत गाइरहेका छन् त्यसको कुनै औचित्य रहँदैन। अब सिक्किमे नेपालीहरूको आरक्षण रहँदैन भने, आरक्षण हुँदैन भने कि बराबर हुनु पर्यो, समानाधिकार पाउनु पर्यो। उनीहरूको समानाधिकारको निम्ति जुन 73 मा आन्दोलन भएको थियो त्यसलाई उठाउनु पर्यो, बराबरको अधिकार हुनु पर्यो। उनीहरूको पनि आरक्षण हुन्छ भने उनीहरूले पनि अलिकति अन्याय खपेर सिक्किमे अन्य दुई जुन दाजुभाइहरू छन्, बिएल भुटिया लेप्चा जुन दाजुभाइहरू छन्, जसरी 1975 अगाडि उहाँहरू मिलेर बस्नु भएको थियो त्यो न्यायसङ्गत छ। तर आरक्षण पनि नहुनु, बराबर पनि नहुनु, यो दोहोरोमा सिक्किमे नेपालीहरूले अहिलेसम्म खपिरहेको छन्। यसलाई धेरैले यो मुद्दालाई उठाउने कोसिस, यहाँ कुरो के हो भन्दाखेरि चाहिँ स्पष्ट बुझ्नुपर्ने, आरक्षण हुन्छ भने अलिकति अन्याय खप्न सिक्किमे नेपालीहरूलाई जायज हो। तर आरक्षण बेगरको अन्याय भनेको यो दोहोरो मार हो। तीमाथि भारतले अझ यत्रो उनीहरूको ठुलो बलिदानलाई अदेखा गरेर विदेशी भन्नु त त्यो भन्दा पनि ठुलो अन्याय हो। त्यसै कारणले म सिक्किमे नेपालीहरूको ध्यानाकर्षण 2026 को निम्ति के गर्न चाहन्छु भने एकापट्टि सरकार पहिलेदेखि नै, अहिलेको मात्रै होइन, पहिलेकै सरकारहरूमा पनि छुटेका 12 जनजातिको माग गरिरहेको छ, सरकारहरूले गरिरहेको छ, वर्तमान सरकारले पनि गरिरहेको छ। भर्खरै पनि दिल्लीमा उहाँहरूले प्रतिवेदन बुझाउनु भयो र भर्खरै मुख्यमन्त्रीले पनि भन्नुभयो हाम्रो यसपालिको प्रतिवेदन भारत सरकारले खारेज गर्दैन, आरजीआईले खारेज गर्दैन भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ। तर यो उहाँहरूको विश्वास हो। एउटा पत्रकारको हिसाबले मेरो विश्वास के हो भने म भारतवर्षलाई त्यति सजिलै विश्वास गर्दिन।
मैले भारतलाई नजिकबाट चिनेको छु। मैले 18 वर्षको उमेरदेखि भारतको कूटनीतिज्ञहरूसँग राजनीतिज्ञहरूसँग काम गरेको हो र उहाँहरूको मनोबल हेर्नुहोस्, नेपाली प्रतिको सिक्किमे नेपाली प्रतिको दृष्टिकोण उहाँहरूको एकदमै सफा थियो भने भएको सिट उडाउनु हुने थिएन, भएको सिट उडाउनु हुने थिएन। दोस्रोमा सर्वोच्चमा जुन फैसला आयो, बारम्बार सिक्किमे नेपालीहरूलाई हियाउने लाञ्छित गर्ने, विदेशी हो भन्ने जुन लाञ्छित आउँछ, यसमा भारत सरकारलाई थाहा छैन भन्ने कुरा यो आउँदैन यो कुरा। हेर्नुहोस्, त्यहाँ सिक्किमको मात्रै होइन देशको पनि एटर्नी जेनरलले रिप्रेजेन्ट गरेको हुन्छ त्यो मुद्दाहरूमा। र यी चिजहरू हुँदा यदि उनीहरू हामीप्रति इमान्दार थियो भने, सिक्किमको नेपालीहरूप्रति उनीहरू इमान्दार थियो भने भएको सिट उडाउने थिएन। अब अर्को एउटा गम्भीर कुरा, मुख्यमन्त्रीले भन्नुभयो हाम्रो प्रतिवेदनलाई यसपालि बुझाएकोलाई आरजीआईले रिजेक्ट गर्न सक्ने कुनै ठाउँ राखेको छैनौँ। तर यदि आरजीआई त्यसलाई निरस्तै गर्नु, त्यसलाई नमान्नेको निम्ति उनीहरूको मनमा छ भने, जसरी भएको उडाउनु छ उनीहरूको नियत थियो भने, हामीलाई नदिने उनीहरूको नियत छ, सिक्किमे नेपालीहरूलाई फर्दर विभाजित गर्ने नियत छ। जसरी 2003 मा पनि दुईटा जाति लिम्बू र तामाङलाई ट्राइब बनाइयो, अरूलाई छोडियो। अहिले पनि एक दुईवटा जातिलाई फेरि टिपेर अरूलाई छोडियो भने ती छुट्नेहरूको अभिगत के हुन्छ? ती छुट्ने नेपालीहरूको के हुन्छ? किनभने त्यो सत्रबाट पनि उनीहरू तल घटेर जब सिट आइसकेपछि उनीहरूको जुन राजनैतिक समानाधिकारको कुरा छ त्यो सदाको निम्ति एउटा सपना भएर जान्छ। भनिसकेपछि म भारत सरकारलाई एउटा पत्रकारको हिसाबले र एउटा राजनीतिज्ञको हिसाबले पनि किन विश्वास गर्दिनँ भन्दाखेरि चाहिँ सिक्किमको दुर्भाग्य हो, आञ्चलिक पार्टीहरूले दिल्लीसँग डरले हो केले हो यो मुद्दाहरू दरो गरेर उठाउन सक्दैनन् र जसले मुद्दा उठाउँछन् ती नेताहरूलाई, ती मान्छेहरूलाई आञ्चलिक पार्टीमा स्थान दिइँदैन। यो एउटा इतिहासको घाउ हो। विराज अधिकारीले भने वुन्ड्स अफ हिस्ट्री हो। र दिल्लीको नेसनल पार्टीहरूले, राष्ट्रिय पार्टीहरूले सिक्किमको र सिक्किमे नेपालीहरूको या सिक्किमे भुटिया लेप्चा नेपालीहरूको या आर्टिकल 371 को संरक्षण गर्ने सिक्किमे नेताहरूलाई दिल्लीले अगाडि बढ्नु दिँदैन। र अब मैले चिन्ताको विषय किन गरेको भन्दाखेरि चाहिँ दिल्लीमा भारतीय जनता पार्टीको सरकार छ र सिक्किममा पनि जुन एसकेएम को सिक्किम क्रान्तिकारी मोर्चाको सरकार छ। यो एसकेएम र भारतीय जनता पार्टीको एलायन्सको गठबन्धनको सरकार छ। तथापि एउटा कुरो मैले अझ सिक्किमे नेपालीहरूलाई सचेत गर्न चाहेको कुरो के हो भने 50 वर्षको सिक्किमको इतिहासमा, प्रजातान्त्रिक सिक्किमको इतिहासमा, भारतको 22औं राज्य भइसकेपछिको इतिहासमा सिक्किम विधानसभाबाट नेपालीहरूको सिट आरक्षणको मुद्दा हटाउने पहिलो पार्टी कुनै पार्टी भएको छ भने भारतीय जनता पार्टी सिक्किम भएको छ। भारतीय जनता पार्टी सिक्किमले यसपालि 2024 मा जुन पछिल्लो साल चुनाव भएको थियो त्यसमा आफ्नो संकल्प पत्रबाट नेपाली सिटको आरक्षणको मुद्दालाई हटाएको छ। जुन भारतीय जनता पार्टीका धेरै उम्मेदवारहरूलाई पनि थाहा थिएन, किनभने यहाँ षड्यन्त्रपूर्वक त्यतिखेर के गरियो भने चुनाव सकिएको अन्तिममा 5 बजी चुनाव सकियो, उम्मेदवारहरूको हातमा 6 बजी मात्रै जो चुनाव संकल्प पत्र दिइयो। भन्नुको मतलब चाहिँ नेपालीहरूलाई फेरि पनि पाखा राख्ने एउटा षड्यन्त्र यहाँ बारम्बार भइरहेको छ। र यदि दिल्ली हामीलाई साँच्चै नै नदिने उनीहरूको इरादा गलत छ भने हामीले जस्तै दस्तावेज दिए पनि उनीहरूले हामीलाई मान्नेवाला छैन। र यसतर्फ म के सत्ता के विपक्ष भन्दाखेरि इमान्दारको राजनीति गर्नेहरू, सत्ताको निम्ति राजनीति गर्ने होइन, अधिकारको निम्ति राजनीति गर्नेहरू। अधिकारको राजनीति गर्ने विपक्षहरू अहिले सिक्किममा छैन, किन भन्दाखेरि चाहिँ 40 वर्षका तानाशाही सरकारहरूले सिक्किममा अधिकारको निम्ति राजनीति गर्नेहरूको चोला उठाइदिएको छ। अहिले सिक्किममा त्यसैकारण हामी पत्रकार भएर बोल्नुपर्ने स्थिति छ, किनभने अरूले कोही रिफर्मको कुरा गर्नेछन्, कोही
के को कुरा गर्नेछन्, तर अधिकारको कुरा गर्ने राजनीतिक पार्टीहरू, राजनीतिक नेताहरू सिक्किममा लगभग, मैले भनेको थिएँ पहिले पनि, मैले पहिला सम्बोधनहरूमा भनेको थिएँ, राजनीतिक अधिकारको कुरा गर्नेहरूमा क्याप्टन यङ्गादेखि लिएर विष्णु कुमार राईदेखि लिएर विराज अधिकारी उहाँ बित्नुभयो इतिहासको घाउ छोडेर, र अहिले नयाँ पिँढीमा पासाङ ग्याली शेर्पा कहिले कहिले बोल्नुहुन्छ, नवीन किरण प्रधान भाइ कहिले कहिले बोल्नुहुन्छ, तर उहाँहरू पनि आजकल मैले बोलेको देखेको छुइनँ, किनभने उहाँहरू पनि व्यक्तिगत रूपले बोल्नुहुन्छ। व्यक्तिगत रूपले बोलेको कुनै ओजन हुँदैन, उहाँहरूको कुनै मञ्च छैन, उहाँहरू जस्तो मान्छेलाई कसैले मञ्च दिँदैन। किन भन्दाखेरि चाहिँ यो अधिकार दबाउनु, यसको पछाडि ठुलो षड्यन्त्र दिल्लीबाटै यो षड्यन्त्र हुने गरेको छ। त्यसकारण दिल्लीका नेसनल पार्टीहरूले त्यस्तो मान्छेहरूलाई मात्रै नेतृत्वमा अघि सार्छ जसले यी मुद्दाहरू उठाउँदैन। पहिलो कन्डिसनै त्यो हुन्छ, तिमी सिक्किमको निम्ति बोल्दैनौ, तिमी सिक्किमे नेपालीहरूको निम्ति बोल्दैनौ। यदि तिमी बोल्दैनौ भने मात्रै तिमीलाई हामी नेतृत्व पङ्क्तिमा अगाडि सार्छौँ, नत्र भने तिमीले बेसी ट्याउट्याउ गर्यौ भने, बेसी सिक्किम 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 नेपाली 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 जातिको कुरा गर्यौ भने तिमीलाई स्थान हुँदैन भनेर हामीलाई पनि यस्तो चिज बारम्बार भनिएको छ। त्यसकारण म सिक्किमे नेपालीहरूलाई एउटा पत्रकारको हिसाबले यी चिजहरूमा यसपालि ध्यान आकर्षण गर्दै तपाईहरू सचेत रहनुहोस्। यो विषयमा सरकारले 12 वटा छुटेका जनजातिको पहल गरिरहेको छ, त्यो एकपट्टि हो। अर्कोपट्टि जुन असंवैधानिक तरिकाले 79 सालमा 79 मा सिक्किम विधानसभामा भएको नेपालीहरूको सिटलाई, किनभने आर्टिकल 371 लाई भायोलेट गर्ने, त्यसको उल्लङ्घन गर्ने अधिकार न दिल्लीकोमा छ न राज्यपालकोमा छ। त्यसलाई संशोधन गर्ने अधिकार कसैकोमा छ भने सिक्किमको विधानसभालाई छ। सिक्किमको मेजोरिटी बहुसंख्यक विधानसभाले, तर हाम्रो दुर्भाग्य हो 32 मा 32 भएका सरकारहरू सिक्किममा आउँदाखेरि पनि यो विषयमा कहिले पहल भएन। यो पछिको रहस्य हामीले पनि बुझेको छैनौँ। यो दिल्लीकै दबाब हो कि उहाँहरूको कायरता हो कि उहाँको असक्षमता हो कि उहाँहरूको इमान्दारितामा कमी हो, यो त उहाँहरू जान्नुहुन्छ, एसेम्ब्लीभित्र पस्ने साथीहरूले बुझ्नुहुन्छ। हामीले पत्रकारको हिसाबले सिर्फ खालि हामी जनतालाई ध्यान आकर्षण गर्न सक्छौँ। र यति भन्दै म तपाईहरुसँग बिदा लिन चाहन्छु। धन्यवाद। तपाईका आगामी दिनहरू राम्ररी बितुन्। धन्यवाद।